हेर्दै भिडियो क्वालिटी राम्रो आएको छ जस। टोय टाइमको पनि यस्तो हामीलाई स्पोन्सर गर्दा हुन्छ नि यहाँ डिस्क्रिप्सनमा त दिनुपर्छ होइन पुरा अलिअलि भाइब लिनु होइन युट्युबरहरू त्यही अरू अरू के हेर्दा अस्तिको हजुरले चिचिकी हेरेको गेम कस्तो भयो मलाई त त्यो पनि राम्रो धेरै भयो ठिकै छ यार, म राम्रोसँग त हेरेन। लुकाकुले चाहिँ अलि थ्रेड दिइरहेको थियो, राम्रो खेलेको थियो सेकेन्ड हाफ। फर्स्ट हाफ त हेरेन। तर यार सिटी सिटी त नेक्स्ट लेभलमा जस्तो छ यार अहिले। ए चेल्सीको के भयो गेम भन्नु खोजेको अब डिफेन्डरहरूले गोल हान्न छोडिदिएर त्यस्तो राम्रो खेलेको त्यो पनि हो। अब चिलवेल पनि इन्जर्ड छ सायद, त्यसले गर्दा नि फरक अलिअलि फरक पर्यो होला। इन्जुरी धेरै छ नि त, कान्टे इन्जर्ड होइन, कान्टे अनि अगाडि पनि इन्जर्ड छ, हावर्स इन्जर्ड छ, वार्नर इन्जर्ड छ। इन्जर्ड छ जियोस्। अलि फरवर्ड भनेको फरवर्ड नै हुन्छ नि जे होइन होइन, अलिकति फरक त परिहाल्छ। अनि लुकाको आएपछि जियोस् खतरा हुँदै क्या, हुन्छ नि एउटा थ्रेड अर्कै थ्रेड हुने क्या अब लुकाको हुँदाखेरि। प्लेयर होइन भन्दा नि त्यसको फिजिकलिटी भनौँ न। अब वार्नरले त धक्का लिएर यताउता सक्दैन नि त होइन। अब लुकाकुको अर्कै डाइनामिक छ क्या, मतलब केही नगरे पनि होइन, अब यसो धक्का लिएर यताउता यस्तो टाउको लम्काइहाल्छ तन्काइहाल्छ जस्तो लाग्ने क्या। फरवर्ड भएर हेर भन्नाले ऱ्यास पनि छ अनि अब मेसन पनि खेलेको छैन, मार्सियल नि छ, कवानी नि छ। फरवर्ड त भएन धेरै हेर युनाइटेडको लाइप्जिगमा हुँदाखेरि लिएर आएको रहेछ नि त जानुअरी टार्गेट गरेर हुन त राम्रो प्लेयर नाचिदिनु गएन पनि मलाई त्यो त्यसको एउटा त कन्फिडेन्स पनि हो हेर होइन, कन्फिडेन्स पनि लास्टै डाउन भएछ त्यसको। अर्को कुरा सायद लिग फरक परेर नि होला, खेल्ने तरिका फिजिकलिटी अब फरक परेर नि होला। मलाई त तर त्यो अब त्यो च्याम्पियन्स लिग जसले चाहिँ हुन्छ नि होइन, वेर्नर र हावर्सले जिताएको हेर है खतरा स्पेस बनाइदिएको थियो कि वेर्नरले त्यो ट्याक्कर रन लिएर ड्रइङ अफ द बल त खत्रै छ होइन, तर वर्ल्ड क्लास भइसकेपछि अफ द बल मात्र भएर हो नि त होइन। मान्छे मात्र ड्र दिने पेसबाट खतरा भन त्यही अब हुन्छ नि फ्यानको पोस्टहरू वार्नरको अफ द बल रन खतरा छ भनेर भनिरहेको छ डिफेन्समा क्या अब वार्नरको। मलाई चाहिँ के कुरा गरेको यार, अब चेल्सी जस्तो क्लबमा आएर अफ द बल मात्रै राम्रो छ भनेर त भएन नि त होइन, फरवर्डले त गोल हान्नु पर्यो नि त। तर त्यो भन्नेमा म पनि पर्छु होला क्या, त्यो मलाई त्यसको अफ द बल मोमेन्टहरू खत्रै लाग्छ होइन राम्रो छ अब, तर अब कस्तो इजी, त्यही गेममा कतिवटा इजी चान्स मिस गर्थ्यो भन न। एटलिस्ट अन द टार्गेट त्यो कति मिलमा आएको थियो नि त्यो प्रोजेक्टमा एउटा टिम जुन प्रोजेक्टमा पनि एउटा मान्छे हुन्छ कि जसले काम गर्दैन पनि भनेर आएको नि
कुरा सबले वर्ल्ड कपमा केही गोल कन्ट्रिब्युसन के थियो त्यसले स्ट्राइकरहरू गोलै नहानेर पनि वर्ल्ड कप उठायो नि त मलाई त्यसको लिङ्क प्ले चाहिँ दामी लाग्थ्यो कि होइन राम्रो थियो त्यसको वरिपरि अब सब खतरा खतरा थियो त्यसले फरक परेन होइन अब एम्बाप्पे अब ग्रिजम्यान थियो फरक परेन त्यो पनि फर्ममा थियो तिनीहरू अब यदि ल एक्सपेक्टेसन थिएन भनौँ न उबाट गोलको जिरोबाट नहाने चल्थ्यो क्या अब हाम्रो चेल्सी खास हुनु त पर्ने हो होइन मैले डिफेन्ड गर्न खोजेको नि होइन स्ट्राइकर हो जस्तो गोल हान्नै पर्छ होइन तर त्यहाँ चल्यो के भनौँ न अब तर चेल्सी खास लक्की पनि हो यार च्याम्पियन्स लिग जित्दाखेरि लक पनि हो जस्तो लाग्छ के अब वार्नरले यार त्यस्तो सिटी खै पेप गार्डियोलाले ओभरथिङ्क गरे जस्तो लाग्छ कि मलाई अब नत्र गार्डियो सिटीले टिम हेर्ने भने त सिटीले जित्नु पर्ने जस्तो लाग्थ्यो क्या मलाई तर अगाडि पनि माइन्ड गेम जस्तो भयो कि बिचरालाई अगाडि पनि खेल्दाखेरि नै हारेछ अनि जितेको छैन पिस हुँदैन त अलि धेरै जस्तो त पर्यो होला कि त्यही भएर त्यो पनि गेमहरू त के त्यस्तै हेरेकै छैन यार आज के हुन्छ म हेरिँदैन 1 बजे कति बजेतिर छ 1:45 कस्तो लाग्छ मलाई पनि लास्टै थकाइ लागिरहेछ आज यो निद्रा बिग्रेर होला सायद हो भनेको म त यस्तो थकाइ लागिरहेको हुन्छ नि आजकल अघि म यार टिकटकको एडिक्ट भइसकेँ नि त्यही भेजा भइसक्यो भनेको खाना खाएर खास म खाना खाने बित्तिकै तिमीलाई मेसेज गर्छु भन्ने सोचेको थिएँ क्या होइन टिकटक हेरेको हेरै भयो के साइको छ भनेको टिकटक यार सोशल मिडियाहरू नि त्यस्तै एडिक्टिभ छ हेर्दै म त यो एमबिए सकेपछि केही समय चाहिँ निस्किन्छ हेर्दा है म त भन्नाले फेसबुकहरू त पहिला नि चलाउँदैन यही क्लास मिस हुन्छ तर मलाई आजकल होइन युट्युब बाल लाग्दैन क्या एडिक्सन छैन अलि छोड भने पनि छोडिदिन सक्छु होइन फेसबुक त हेर्दिनँ म आजकल होइन इच्छै लाग्दैन कि फेसबुक हेर्न अब एडिक्सन भनेको टिकटक पहिला युट्युब हुन्थ्यो नि एउटा क्लिक गर्यो अर्को क्लिक गर्यो रिकमेन्डेसनको त्यस्तो हुन्थ्यो नि आजकल युट्युबको सर्ट्स र टिकटक त मैले चलाएको छैन अकाउन्ट छैन त्यस्तै लाग्छ अनि तर युट्युबको सर्ट्स चाहिँ त्यस्तै ल्याङ हुन्छ नि त्यस्तै एडिक्टिभ हुन्छ हजुरले सर्ट्स चलाउनु हो युट्युबको सर्ट्स चला एडिक्टिभ त छ तर अलि कस्तो नमिलेको जस्तो छ यार एउटै कुरा रिपिटेडली आइरहेको छ क्या युट्युबको टिकटक लास्ट के भएको यार यो अब हामी हुन्छ नि आफैलाई एकदम दिन प्रतिदिन डम भइराखेको जस्तो लाग्छ कि मलाई म टिकटक हेर्थिनँ यस्ता टिकटक नि हेर्छ भन्ने टाइपको मान्छे हुन्छ नि एकदमै कट्टर विरोधी भनौँ न कट्टर विरोधी त्यस्तो टाइपको मान्छे होइन अब फेरि केटीहरूले बुढीले हेर्छ नि त टिकटक अनि उसको मोबाइलमा स्पेस हुँदैन त्यति अनि मेरोमा राखेर हेर्थ्यो अनि मैले नि यसो हेर्न थालेको हेरेको हुन थाल्दैछ तर यस्तो पनि हुने रहेछ क्या अलि यस्तो स्ट्रेस भइराखेको हुन्छ नि त अनि
स्ट्रेस भएको बेलामा धेरै सोच्न मन नलाग्ने के त्यतिकै आफ्नो दिमागलाई केही कुरामा डिस्ट्र्याक्सन जस्तो के तर अनि त्यतिकै एउटा पोइन्टमा पुगेपछि त यार के गरिरहेछु म जस्तो हुन्छ नि त हेर्दा त्यसमा त्यही टिकटकमा हुँदैन कि त्यो हुन्छ नि अब तिम्रो यो अनलिमिटेड स्क्रोलिङ छ होइन मन परेन भने किन फेरि सब कमेडी हुन्छ धेरै मान्छेहरू फेरि लास्ट क्रिएटिभ भइसकेछ हेर होइन रमाइलो हुन्छ क्या अब मलाई रमाइलो हुन्छ यो टिकटक होइन यो ब्लाइन्ड डेटहरू यताउता हेरेर मलाई त्यति फिल्म हेर्दै भन्नाले म कस्तोसम्म पोखटिया भएको त यार म त्यो ब्लाइन्ड डेट भन्नाले म ब्लाइन्ड डेट त हेर्दिनँ होइन त्यो बिटी कान्छाको त्यो कमेडी गर्दा हुन्छ नि त्यस्तोहरू चाहिँ हेर्न चाहिँ रमाइलो लाग्छ होइन तर त्यो हेर्दाखेरि मेरो जिन्दगी के गरिराखेको छु यार जस्तो होइन के गरिरहेछु यो जस्तो हुन्छ कि त्यो विरक्ति आउँछ कि यार विरक्ति के गरिरहेछु यो भन्ने जस्तै हुन्छ त्यही पनि हेरिन्छ त्यो हाम्रो यो इन्स्टिङटिभ कुरा जस्तो लाग्छ यार मलाई हुन्छ नि गिल्टी प्लेजर टाइपको धेरै त्यस्तै हो कि अब कतिको भन्छ गिल्टी प्लेजर तर ठिकै हो एउटा पोइन्ट आउँछ होला कि हजुरको भर्खर एडिक्सन भएको हो यो कि टन्नै भइसक्यो भर्खरै भनौँ धेरै टन्नै भन्नाले अब एक महिना जति भनौँ न एक महिना एउटा पोइन्टमा आइसकेपछि त भनेर जस्तो हुन्छ के गरिरहेको भन्ने जस्तो हुन्छ एउटै त्यो डिस्ट्र्याक्सन मेरो बिहान के अरे त्यो मेरो बिहान 1 घन्टा होइन टिकटकले खाइ एकैचोटि भयो र म भन्छु है त बिहान के 1 घन्टा मेरो टिकटकले खाइदिन्छ क्या 8-9 बज्दासम्म म बेडबाट त्यो उठ्दै एउटा बडी क्लक जस्तो के भन्छ नि त्यो दिमागमा परिसकेछ कि मेरो उठ्ने टाइम भनेको 8 बजे हो 8-9 बज्दासम्म चाँडै उठ्यो भने टिकटक हेरेर बसिराख्ने क्या अब यस्तो भेजा भइसकेछ यार कसरी छुटाउने होला यो टिकटकको एडिक्सन भइरहेको छ भेजा भइसकेछ अनइन्स्टल हानिदिने नि दाइ सजिलो तरिका नभएपछि हेर्दैन अनि लगआउट गरिदिने पासवर्ड ऱ्यान्डम राखिदिने लगआउट गरिदिने अनि अर्कोचोटि गेस हानेर रिसेट हानेर फेरि आफ्नोमा पठाउनु भन्दा त छोड्दै चलाउनु भन्ने हुन्छ आफैलाई म त त्यस्तै गरिदिन्छु फेसबुकको धरि त्यही गरिदिन्छु फेसबुकको धरि पासवर्ड याद छैन मलाई मास्टर पासवर्ड युज गर्थेँ मैले त्यो बिट वाइन भन्ने सफ्टवेयर छ त्यो युज गर्छु पासवर्डै थाहा हुँदैन लगआउट गर्थेँ चलाउनु नलागेर लगइन गर्दा नि के अथेन्टिकेट के हाल्नु पर्छ यस्तो झ्याउ लाग्थ्यो छोड्दै भनेर अनि चलाइदिँदैन त्यो सब आजकल वान ट्याप लगइन के छ नि त त्यस्तोले झ्याउ हान्ने क्या झ्याप्पै लगइन चलाउने चलाएको किन चलाएको छैन थाहा हुन्न कि त्यो भएर माइन्डलेस तरिकाले चलाइन्छ कि के गर्नलाई अझ मन त घरिघरि होइन एउटा साथीसँग सोध्नु पर्यो मैले यो डकुमेन्ट माग्नु पर्ने छ भनेर फेसबुक लगइन गरेँ फेसबुक लगइन गरेर चाहिँ के गरिरहेको नि थाहा हुन्न कि त्यही भेजा भइसकेछ फोकस कन्सन्ट्रेसन त भेजा भइसकेछ त्यो हजुरले भन्नुहुन्थ्यो नि त्यो ठिस खाएर अब त्यो डिस्ट्र्याक्सनको लागि चाहिँ चलाइन्छ भनेर झन् तिनीहरूले हाम्रो एटेन्सन स्प्यानै ल्याङ हानिदिन्छ क्या मलाई आजकल युट्युब हेर्दाखेरि बोरिङ लाग्छ कि हुन्छ नि एकैछिनमै म गिभअप गरिदिइहाल्छु क्या मतलब 5 मिनटको भिडियो त हेर्न केही जस्तो लाग्थेन नि त पहिला
आजकल त 5 मिनटको भिडियो हेर्दाखेरि पनि ल यस्तो दिक्क लाग्छ कि एकैछिनमा रमाइलो चाहिने क्या अब अँ, अँ, म त्यही भएर नि फेरि एकपल्ट विकासमा नि गरिदिनु नसक्छु लाग्यो चाहिँ अलिकति कन्सन्ट्रेसन चाहिँ म होइन त्यो धेरैको हुन्छ होला होइन त्यो चाबी पनि काटेर बिर्सिने भन्ने त धेरैको हुन्छ होला होइन म त भर्खरै के बोल्ने नि बिर्सिन्छु के सोचिरहेको म त कसम बुढेसकालमा त अल्छाइमा लाग्छ होला क्या दाइ कसम त्यो बाटोमा हिँड्दा म हिँड्दा हराउने टाइपको हुन्छ जस्तो लाग्छ कि मलाई कस्तो भेजा छ कि मेमोरी चाहिँ मेरो नि त्यस्तो भइसक्यो सायद खै यो टिकटक र युट्युबहरूले गर्दा नि हो कि अब के हो त्यही हो क्या म दाइ पनि अब मैले यस्तो गाली खान्छु नि अब भर्खर चाबी अब मेन त गाडीको साँचो कि अझै अँ अब घरको साँचो त अब बिहान बेलुका चाबी लाउने हो होइन फरक परेन गाडीको साँचो त यताउता जान युज भइराखेको हुन्छ नि त कहिलेकाहीँ अर्जेन्ट ल सामान पुर्याउनु पर्यो अथवा लिन जानु पर्यो त्यो त अर्जेन्ट हुन्छ अँ त्यति बेला गाडीको साँचो भेटेन भने तनाव हुन्छ यार त्यही बिर्सिन्छ कि कस्तो तर म अलिक ख्याल गरेको कि दाइ होइन त्यो मेडिटेसन गरेर आउँदाखेरि चाहिँ यस्तो मेमोरी त जस याद हुन्छ यार दाइ अनि अचम्म लागेको उम्, कि ल अनि त्यहाँ त मोबाइल चलाइन्न नि त दाइ अनि अँ, सुरु सुरुमा सक्छ हुने भनेको त्यही मोबाइल सोबाइल नचलाएर त्यो लाइफदेखि ल्याङ भएर जस्तो लाग्छ कि मलाई अनि अँ, पछि नर्मल भएपछि त आहा यस्तो मेमोरी रह्यो मेरो इन्ट्रेस्टमा म सायद इन्ट्रेस्टमा मेरो कामै आएको कारण त्यहाँनिर हो म ट्याक्क विकासमा आएको होला जस्तो लाग्यो भाइ न त साउन्ड कस्तो अर्कै आइरहेको छ यार क्लियर आइरहेको छैन अहिले आएको छैन आउनु त आएको छ कस्तो डिस्टोर्टेड टाइपको हल्का रोबोट भोइस हो क्या अलि ठिकै छ के भन्दै मोबाइल त्यही मोबाइल नभए त्यो मोबाइल सोबाइल चलाउन दिन्न नि त विकासमा अनि त्यो उम्, भएपछि नि त्यो टाइम त्यो भयो तर अस्ति नै यो शनिबार के हो कि हजुर मैले चाहिँ लास्टै कस्तो बिहानदेखि नै हुन्छ नि ह्याङ जस्तो भइरहेको थियो उम्, क्या हल्का लास्ट स्ट्रेस्ड आउट जस्तो भइरहेको थियो उम्, अनि म उता माथि पसल त्यो दिन खै के भएको थियो नि म माथि पसल गएको थिएँ कि अँ म बस्दै थिएँ बिहानै अँ त्यो दिन एयरप्लेन मोडमा राखेँ हेर होइन अँ अनि त्यसपछि म आज लास्ट भेजा भन्छु म एउटा कमेडी मुभी हेरिदिन्छु भनेर फेरि गुगल हाने होइन अब हलिउड बलिउड हेर्न मन थिएन हलिउड पनि दिमाग यसो हेरेँ केही दिमाग अँ, नलाउने वाला सिधै अनि हलिउड बलिउड के यसो हेर्दाखेरि हुन्छ नि त्यो हेर्न मन लागेन कि हुन्छ नि अनि कोरियन हेरेँ कोरियन यसो गुगल हाने सन्नी भन्ने रहेछ होइन अँ केटीहरूको रहेछ केटीहरूको एउटा ग्रुप होइन ग्याङ्स्टर टाइपको हल्का होइन कमेडी सुन्ने कमेडी टाइपको म लास्ट रमाइलो लाग्यो त्यो फिल्म हेरेर अनि मैले भन्नु खोजेको चाहिँ खास मलाई त्यो एयरप्लेन मोडमा मात्रै राख्दाखेरि कल आएन नि त होइन अनि त्यति बेला लास्टै हल्का फिल भयो क्या फिल्मले गर्दाखेरि पनि इन्टरटेन पनि भयो होइन अँ अनि मेन चाहिँ त्यो फोन मात्र नआउँदाखेरि पनि कस्तो अर्कै फिल भयो क्या मलाई ब्रेक चाहिन्छ यार त्यो वायर चाहिँ अँ, त्यही ब्रेक चाहिन्छ ब्रेक चाहिँ अनि मेरो बानी कस्तो बिग्रिसकेको रहेछ भने आजकल त मोबाइलमै ल्यापटपमै हेरिन्छ नि त धेरै जस्तो होइन फिल्महरू अँ त्यो पनि एक्लै अब साथीहरूसँग बसेर हेर्दा फरवर्ड गरिन्थेन होला त्यस्तो विधि एक्लै बसेर हेर्दाखेरि त फुल मुभी राम्रोसँग नहेरेको कति भइसकेको रहेछ क्या मैले यसो आफूलाई हुन्छ नि सोचेको अँ फरवर्ड गरिदिइहाल्ने कि मन लाग्ने क्या त्यो फरवर्ड कुनै गर्नु मन नसक्ने लागिहाल्ने क्या कुनै नसक्ने अँ के वाइल्डै बडी रेसलेस भइने क्या चाहिँ होइन म पनि
के भएको छैन यो जाँच भएर होइन एउटा खुसीको कुरा चाहिँ जाँच हुँदाखेरि चाहिँ अब जाँचको लागि बिजी भइन्छ नि त जाँच हुँदाखेरि के गर्ने भनेर आते 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 जस्तो कि के हो जस्तो भइदियो कि अनि म के गर्ने भएर अब किताब पढिदिनु पर्ला यार यस्तो टाइम फ्री भएको भनेर अनि किताब भन्दा किताब पढ्न लागेको टोटलै हुन लाग्यो कि के यार के पढ्न थालेको भनेको किताब चाहिँ एट्याकिङ सफरको अलिअलि हेरिरहेको थिएँ ट्याक्टिक्सहरू त्यो त्यो फुटबलरहरू सक हुँदाखेरि देखाउँछ नि त्यो बुकहरू पुरा एरो हुँदो रहेछ के हो एरो भनेको मैले अलिकति त्यो हल्का हल्का पढ्न सक्छु नि त के हुने रहेछ मुभमेन्ट्सहरू रहेछ कि यस्ता यता जाने यो स्पेस अकुपाई गर्ने अनि घरिघरि जस्तै डिफेन्डरलाई ढाड फर्काएर बसिरहेको हुन्छ नि फुटबलरहरूले त्यस्तो गर्दा लिङ्कअप गरेर चाहिँ अरू प्लेयरहरूलाई चाहिँ आफूतिर तान्ने त्यस्तो त्यस्तो मुभमेन्टहरू यताउता प्र्याक्टिस हुन्छ बुकहरूमा ड्रिबल गरेर अलिकति जाने भनेर सब हुँदो रहेछ कि यस्तो पो पढाएर तिमीहरूले भनेर सुने कि त्यहाँ तिमी चाहिँ फुटबलको ट्याक्टिक्सहरूतिर हेरिरहेको छौ म त अब फेरि अब पढिदियो भने त्यही स्पोर्ट्स रिलेटेड पढ्न पायो भने थियो अनि त्यो ट्याक्टिक्स पनि थाहा पायो भने त्यसमा एनालाइज गर्नु सक्ने प्रोग्रामिङबाट भन्ने सोचिरहेको थियो त अब ठिकै हो मैले अस्ति नै खै फ्यान्टासी गर्दाखेरि नै के यस्तो सेयर बजारको फ्यान्टेसी गराउन सकिन्छ कि न यार सेयर बजारको त फ्यान्टेसी भनेकै पेपर ट्रेडिङ होला के ट्रेडिङ पेपर ट्रेडिङ त्यो कस्तो त्यो एपमा इन्भेस्ट गर्ने कति प्रफिट हो भनेर भर्चुअल जस त्यस्तो छ नि त छ तर हुन्छ नि त्यस्तो पपुलर कुनै छ जस्तो लाग्दैन क्या मलाई सेयर संसारको पनि छ अनलाइनै छ त्यो सेयर खेलाडी हो कि के भन्ने छ होइन म पनि खेलेको तर फेरि जोइन गर्न खोजेको त्यही सिक्नलाई भनौँ न मेन त अब सिक्न खोज्दा गर्न ट्राई गरेको थिएँ तर ऊ भयो कि इभेन्ट जस्तो हुने रहेछ अनि त्यो अहिले चाहिँ नो इभेन्ट भनेर भने के अनि के गर्ने त जस्तो अनि त्यति बेला फ्यान्टेसी कस्तो हुन्थ्यो होला अब ठ्याक्कै त्यो अब एक वर्षको विन्डो राखेर गराउने जस्तो के हुन्छ नि असार एउटा असार मसान्तदेखि अर्को असार मसान्तसम्म फिस्कल इयरको त्यस्तो तरिकाले मलाई चाहिँ त्यस्तो त्यति ऱ्यान्डम थट आयो तर के हजारवटा कुरा खेलिराखेको हुन्छ त्यसमध्ये एउटा यो पनि आएको थियो म नि पढ्ने भनेको आजकल त बुकै पढिरहेको छैन मैले चाहिँ त्यही प्रफिट सम्बन्धी हुन्छ त्यस्तो कुनै तिमीलाई रिसेन्टली त्यस्तो कुनै बुक इन्ट्रेस्टिङ लागेको छ सेयरकै बारेमा मैले यस्तो सोचेको थिएँ फाइनेन्सियल च्यानल हुनु पर्ला अब हामीले त क्यास फ्लो ब्यालेन्स सिट त मजाले पढेन नि त सेयर अप डाउन भन्ने होइन कि त्यो फन्डामेन्टलमा फोकस भएर जे खै
अलिक फ्यासनको स्टुडेन्टलाई हुने हामी जस्तो एमबिए पढेको लागि हुने टाइपमा चाहिँ फोकस भएर चाहिँ जाने सोचिरहेको त्यो पनि ठिक हो। डिस्कस गरेरै गरिरह पनि एमबिए अन्त पुरा प्र्याक्टिसमा भएको एमबिए डक्टरहरू प्र्याक्टिसमा भयो जस्तै भने जस्तै कि प्र्याक्टिसिङ एमबिए पुरा कि त्यही गरिँदा त्यो एफोर्ट धेरै लाग्छ त्यसमा अलिकति त एफोर्ट लाग्नु पर्यो नि त होइन तर अहिले के गर्ने खास होइन अहिलेलाई अब ट्रेन्डहरू केही छ भने फलो गरौँ अनि बिस्तारै बिस्तारै हाम्रो पुरा इङ्ग्लिस पुरा के भन्छ इङ्ग्लिस बोल्यो भने त सबै मजा होइन बालै होइन नि भयो त्यस्तो बिग्द हुन्न होला सजिन महर्जनको अर्को के आएको थियो यार त्यो एनिमेको वान पिस हेरेछौ तिमीले के अरे ए कमिकमै पढेछौ मैले जस हल्का फुल्का हेरेको थिएँ होइन त्यसको त्यो मङ्की दी लुफीको चाहिँ के गीत सित गाएको थियो क्या सजिलो मलाई पनि थाहा छैन त्यो सजिन महर्जनले गाएको थियो क्या अरे अब त्यसको कपडा लाएर तर ब्रोले लाइक इन्टरभ्यु गरेर त्यही त हो नि अब सबले गर्नु खोजेको सबलाई दामी नै होइन सबलाई के ह्याप्पी भएर जस्तो त भइहाल्यो नि अब दुनियाँको बाल होइन त्यो त जसरी नै अब पैसा कमाउने हो कमाइरहेको छ रमाइलो ह्याप्पी छँदैछ त्यसमाथि पैसा नै कमाइरहेको त्यही त तिमीलाई के नारुतो र हुन त मैले त्यो वान पिस त्यति हेरेको छैन होइन नारुतो र वान पिस नारुतो हेरेको छैन हो कति एपिसोड छ भन्दै अन्त मन त त्यो त सुनेको वान पिस चाहिँ इङ्गेजिङै लाग्छ मलाई मलाई चाहिँ वर्ल्ड गभर्मेन्ट त्यस्तो थाहा भएन मलाई नारुतो चाहिँ लास्टै मोटिभेसनल लाग्छ यार अति खतरा लाग्छ क्या मलाई हुन्छ नि आफैलाई नै कहिलेकाहीँ हुन्छ नि अब केही गर्न सक्दिनँ लाइफ लेसनहरू जस्तो क्या अनि त्यहाँ चाहिँ म न त सबैमा जुस त्यहाँ चाहिँ भिलेनलाई पनि एउटा इम्पेथीको रूपमा हेरेछ क्या अब हुन्छ नि भिलेनहरू नि खतरा छ क्या मेन चाहिँ भिलेनहरू खतरा छ क्या त्यसमा हुन्छ नि त्यो अनि त्यो वान पिसहरूमा मैले त्यस्तोमा देखेको भनेर चाहिँ पुरा ड्राइभ के दाइ भन्नु सर्कमस्टान्सेस जस्तो भयो भने सिचुएसन आफ्नो अगेन्स्टमा जति भयो भने फाइट गर्न चाहिँ फाइट गर्ने नारुतोमा पनि त्यस्तै नै त्यो चाहिँ धेरै मात्र मेन थिम चाहिँ त्यो टमीलाई होइन अर्कोलाई हो एमएमए त्यो 40 वर्षको बुढोलाई हो त्यो 40 वर्षको बुढोलाई हो नकआउट हान्ने
टिरेन वुडली हो कि के हो? अझै होइन खत्रै बक्सर रहेछ नि त त्यो त मान्छे अब 40 वर्षको बुढो भयो नि अब मे फ्लुइड कि समथिङ त्यो पनि 40 तिरै छ होला सायद त्यही पनि त्यसको पुरै अझसम्म इफेक्ट पनि रहने रिटर्न भएको छैन त्यो खास पैसा कमाउनलाई यार त्यो जेक पल त खतरा बक्सर हो बक्सर राम्रै होला बक्सर चाहिँ हैन तर हुन्छ नि त्यो त्यो लेभलमा पुगे कि अब भन्नु खोजेको युट्युबर त्यतिको दामी गर्नु दामी युट्युबर अब हामी बक्सिङमा गयो भने सकिएला त अहिले होइन खतरा तिनीहरू खतरा चाहिँ खतरा हो हैन तर तिनीहरू इलिट लेभलको चाहिँ बक्सर होइन भन्न खोजेको मैले चाहिँ तर मेफ्लोइडरलाई पनि अलिकति गाह्रै गरेर च्यालेन्ज के होइन तर त्यो ऊ हो नि त तिम्रो एउटा वेट हुन्छ नि त क्याटेगोरी हुन्छ नि त त्यो फ्लोइड मेवेदर यत्रो फुच्चे छ त्यो यत्रो छ यार है त्यही पनि आँट्दै है त्यसले है जित्यो पनि ऊ थियो अझै ज्याक सोकिङ टेस्टिङमा पुगेको रहेछ नि त गर्ने कुरा रहेछ नि त्यो हो त्यो ज्याक भएको चाहिँ थाहा पाएको थियो डोपिङको कुरा चाहिँ थाहा थिएन त्यो पनि कस्तो ज्याक भएको है त्यो त कस्तो अनरियलिस्टिकली ज्याक भयो तर मलाई मेग्रेगरको अब एमएमए करियर चाहिँ सिद्धे कि जस्तो लाग्छ यार मलाई अब खै मलाई त्यो फेरि फिर्ता आउँछ जस्तो लाग्दैन त्यस्तो हुन्छ नि पहिलाको जस्तो च्याम्पियन चाहिँ च्याम्पियन चाहिँ भएन भने वान अफ द हाइएस्ट पेडै हुन्छ तर हाइएस्ट पेड त हुन्छ अब त्यस्तो अडियन्स छ त्यसको त्यस्तो अट्र्याक्ट गर्न सक्छ मेन त अडियन्स तान्ने नै त्यो जेक पल लोन बल नै पैसा कमाउने नै हो क्या त्यो तिनीहरूले त्यो बक्सिङ गरेको नयाँ तरिका बक्सरहरूले पनि अब ट्रान्सटकहरू गर्ने त्यही अगाडि सार्नलाई पैसा कमाउनलाई जस्तो रहेछ मार्केट स्टेडियम भर्नु तर एउटा खतरा लेभलमा पुगेको मान्छेहरू सबको मेन्टालिटी चाहिँ सिमिलर हुने है भन्नु खोजेको छोड्ने देह यिनीहरूको लाटो भन्ने सोच्दाखेरि इब्राहिमोभिच 40 वर्षतिर पनि यस्तो खतरा खेलिरह होइन बाह्र एकदम लोवर लिगमा खेलिरह कि अहिले लात्ताले हिर्काएर अहिले बनाइरह कि अब मिडिया कभरेज गरिरह कस्तो त्यो ट्यालेन्टले वेस्ट भयो जस्तो लाग्छ मलाई बालटोलीको त वेस्ट नै हो यार है त्यत्रो पोटेन्सियल कस्तो इजिली गोल हान्ने हो कि त्यो मान्छे कि मलाई त्यो चाहिँ अत्र लाग्थ्यो कि सानो लङ रेन्जबाट पनि यत्तिकै हानेर पालै हिँड्नुलाई त्यस्तो हानेर त्यो मेन त मेहनत नै रहेछ यार होइन जे भने ककी होस् एरोगेन्स सब कुरा होइन जिनियस होस् मेहनत छैन भने म आज ठिस हो कि म रोनाल्डो भन्नाले चाहिँ फ्यान होइन रोनाल्डो ठिकै लाग्छ नि त होइन आमा जस्तो त्यो रोनाल्डो भन्ने त हिरो जस्तो रहेछ है अनि मलाई चाहिँ होइन ह्यान्डसम लाग्ने एक्टर भन्दा फुटबलर काका हो क्या भाइ काका वाइल ह्यान्डसम लाग्छ कि अब जेन्टलमेन पनि लाग्ने ह्यान्डसम पनि लाग्ने अनि म चाहिँ हेर्नु यो राम्रो छ कि के रोनाल्डो राम्रो तर भन्छु होइन आमालाई सुटमा पनि आफू कस्तो राम्रो देखेको एक्टरै जस्तो देखिएको केमा देखेको अरे कि अब त्यो पनि राम्रो त राम्रै छ रहेछ भन्ने भयो कि मलाई त्यही खासै लाग्दैन नि त
तिम्रो पर्सपेक्टिभबाट तिमीलाई त्यस्तो खतरा लाग्थेन अरूको पर्सपेक्टिभ थाहा भएछ त्यस्तो हुँदो रहेछ कि है मलाई यस फुटबलरहरू राम्रै देखिन्छ यार तर धेरै जसो फिजिक राम्रो हुन्छ होइन एथलिटहरू भनौँ न है एथलिटहरू अझै त्यस्तो के भन्दैन भुले यार म यो हाम्रो सुरुबाट त्यही टपिकमै कुरा भयो के गर्नु लाग्यो भनेर होइन त्यसैलाई जस्टिफाई गरे जस्तो भयो त्यस्तै हुन्छ कि अब दुःखै त्यही हो कि तिमीले म्याट्रिक्स हेऱ्यौ त म्याट्रिक्स हेर्दै मैले कस्तो छ अब दामी र पहिले हेरिसकेपछि एउटा सक्ने एक्सपेक्टेसन भन्ने टाइपको पुरा स्लोमा बोल्छ क्या त्यो कियाहरू होइन मलाई त कस्तो अकवर्ड लाग्छ क्या त्यो कियाहरू त्यसरी बोलेको त्यसरी बोल्दैन नि त त्यो खास गरी किन आजकल त्यसरी बोल्छ पहिला 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 मुभीहरूमा त्यस्तो बोल्छ जस्तो लाग्छ अरू त Matrix. Witcher series. खास मलाई यार अहिले धेरै फिल्म हेर्न मन थियो एउटा त्यो स्पाइडरम्यान हेर्न मन थियो होइन हो मैले हेरेको छैन नि हेर्नु पर्ला नाइ 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 तीनवटा स्पाइडरम्यान आउँदाखेरि त खतरा लाग्छ होला नि होइन जसमा यस्तो इमेजिन गरेको क्या होइन तीनवटा स्पाइडरम्यान त्यो नोस्टाल्जियामा ट्याप इन गरेछ क्या यिनीहरू खतरा हो कि जस मान्छेहरू होइन तर यो मार्भलको खतरा स्ट्राटेजी हो है यो एभेन्जर एन्ड गेम पनि अब त्यत्रो फिल्महरू छ होइन अब हो र एभेन्जरलाई जित्दिनु भनेको त लास्टै खतरा हो त कुन वाला पापराजी ल्याङ हानेको जसले पनि खिचेको क्यामेरा खिचेको प्राइभेसी हनन भयो भनेर पुरा यस्तो लुक दिएर रिसाउँछ नि त्यसमा म्युजिक हाल्दा नि स्पाइडर सेन्स भन्दै के भन्दै के मैले ख्याल गरेँ होइन यार त्यो यो नयाँ स्पाइडरम्यानको नाम के हो अरे एन्ड्रु गारफिल्ड के अहिले लेटेस्ट टम हल्यान्ड टम हल्यान्ड चाहिँ पुरा क्यामेरामा देखाइदिने हाँसेको छ होइन एन्ड्रु पनि हाँस्छ होइन टोनी चाहिँ पुरा यसरी घुर्छ ए मैले हेरेको छु ठिक 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 कमेडी छ बुली टोमी हो कि के भनेर बुली म्यागवायर हो कि के भनेर राखेको बिचरालाई त रिस उठिहाल्छ
चेन्ज गर्न तर जस्तै पोलाइट मान्छे भयो स्पाइडर भन्दै कुरा भएर एउटा सिन चाहिँ मलाई पनि दामी लाग्यो त्यो ल म भोलितिर हेर्नु पर्ला अर्को त्यो पुष्पा पनि खतरा होला जस्तो लाग्छ यार मलाई मैले त्यो पुस्तक पनि मैले धेरै सुने साउथ इन्डियन होइन हो तर क्याम रेकर्डिङ छ अरे त्यसको पनि के हो राम्रो तर स्पाइडरम्यान एचडी कुर्दिन हेर्दै एचडी कुर्नु पर्ला मैले नि त्यही सोचिराखेको क्याममा हेरेर पनि मलाई अब एचडीमा हेर्नु पर्ला पुष्पा चाहिँ कस्तो छ थाहा छैन आरआरआरको डान्स चाहिँ त्यो त खतरा खाने है त्यो कस्तो के भन्ने यार एकदमै यो एउटा केमिस्ट्री भनौँ न दुईजनाको होइन अब डान्स स्टेप त खतरा छँदैछ होइन तर मलाई जति बेलासम्म कुनै इमोसन स्ट्राइक गर्दैन नि त्यति बेलासम्म केही हुँदैन जस्तो लाग्छ क्या दुईजनाको केमिस्ट्री खतरा आएको छ जस्तो लाग्यो मलाई डान्स स्टेप त बल छँदैछ होइन दुईटा हिरोको त्यही अनि त्यो दुईजनाको केमिस्ट्री खतरा छ जस्तो लाग्छ है यो मुभीमा तर रामको रामचरण हिन्दी मुभी गर्दा त्यो कुन पहिलाको रामचरणको हिन्दी मुभी प्रियङ्का चोपडासँग मैले हेरेकै छैन त्यो त तर होइन एक्टिङ खतरा खायो त्यसको त्यो अहिले नयाँ फिल्म के रे धनुष भगवानी आएको छ नि त्यो पनि राम्रो होला जस्तो लागिरहेको छ मलाई जस हुन्छ नि अब साउथ एउटा टिपिकल साउथ मुभी इन फुल इन्टरटेनिङ होइन फुल एटिट्युड एउटा आफूलाई एउटा आल्फा मेल टाइपको फिल हुने टाइपको होइन खै त्यो चैतन्य हो कि के भन्ने थाहा छ अर्को थाहा छैन
तर केटाले आइएम सरी भन्नु पर्ने जस्तो बनाइदिन्छ कि त्यो खासरी त्यो के कुरा भनिरहेको हुन्छ कि केटाले त्यस्तो बनाइदिन्छ केटीहरू मुभीमा पनि यस्तै रहेछ कि अब भन्ने भएको कि कुन फिल्म रहेछ हेर्नु पर्ला युट्युबमा छ मिस्टर मजनु भन्ने छ ए त्यो हो त्यो हो अर्को छोरो मिस्टर मजनु त हेरे जस्तो लाग्यो यार मलाई हजुर फनी लाग्यो नि त्यो के हरेक मुभी पनि एनिभर्सरी भन्ने के काट्न लाउने यार त्यो त्यसको बहिनीको चाहिँ अर्को घरमा दिए हुन्छ त्यसैको घरको केटी चाहिँ त्यसको त्यसले मन पराएको खै म कन्फ्युज भएँ छोड्देऊ यो कुरा नगरौँ के अब लास्ट एउटा हिँड्दा केटीलाई केटीसँग बसिरहेको हुन्छ त्यसको टाइम यता आउँछ अनि हतार दिक्कीमा लुकाउँछ होइन अनि देखिन भनेर मुख बजेको पाएँ गाडी चलाएर जान्छ पछि कुरा गर्दाखेरि चाहिँ उसे दिक्की में नै अपने दिन में जग्गा बनाऊ भनेर भनिहाल्छ त्यो नि सोच्दाखेरि हाँस उठ्यो कि त्यस्तो भाइलेटहरूमा सिल्लोदेखि लाग्छ हाँस्यो त्यो साउथ मुभीहरू फुल इन्टरटेनिङ हुन्छ है तर सबै चाहिँ हुँदैन होइन मलाई हेरेको याद भयो भने के त्यो डिजे भन्ने राम्रो लाग्थ्यो नि त्यो बेस्ट फ्रेन्ड भन्ने त्यो त्यस्तै एक्टरको त्यो आर्या आर्या हो अनि त्यो त लास्ट खतरा लाग्थ्यो यार मलाई पार्ट 2 होइन पार्ट 1 पार्ट 2 मैले सुरुमा हेरेको भनेको त्यही काल भैरव भन्ने कुन अरे मगधिरा त्यो मुभीमा त्यो साउथमा अलिकति क्रेज हामीमा लिएर आएको क्युको सबले हेरेर होला त्यो मक्खी एउटा दामी त्यो साउथकोलाई मान्नै पर्छ जे भने स्टोरी लाइन चाहिँ ओरिजिनल हुन्छ कि तर अहिले बलिउड यताबाट नि ओरिजिनालिटीको लागि चाहिँ मलाई दामी लाग्छ जस एउटा आफ्नोपन छ भनौँ न तिनीहरूको राउडीनेस त्यो एउटा दुनियाँवाला पनि त्यो राउडी राठौडको ओरिजिनल एक्टर तेजा हो कि के हो रवि तेजा पहिला मलाई कस्तो हिरो हो जस्तो लाग्थ्यो के हिरोलाई यस्तो थोपडा हो जस्तो लाग्थ्यो पहिला तर हेरेपछि त यस्तो मनपर्छ नि त्यो रमाइलो लाग्छ वान अफ द फेभरेट एक्टर हो कि त्यो पनि रवि तेजा भयो भयो अनि नागार्जुन भयो त्यस्तो एक्टरहरू राम्रै महेश बाबु त बलिउडकाहरूले पनि त्यो त्यहाँ बन्ने एक्टर होइन भन्ने टाइपले भन्छ तर मलाई महेश बाबु कस्तो एउटै टाइपको लाग्छ यार एक्टिङ मलाई भन्नाले त्यस्तो एक्टिङमा खतरा मान्छे होइन जस्तो लाग्छ कि मलाई नि त्यस्तो एक्टिङमा खतरा मान्छे हो जस्तो चाहिँ अब हुन्छ नि अब सुपरस्टार हो तर प्रपर एक्टर थोपडाले चलायो नराम्रो एक्टर त छैन तर एभरेज एक्टर हो एभरेज एक्टर पुरा लागेको एक्टरहरूमा त धनुष चाहिँ मलाई खत्रै लाग्थ्यो त्यो रेडीको ओरिजिनलमा नि रहेछ नि त त्यो
रेडीको ओरिजिनल हेरेँ छैन यार मैले। धनुष आइसक्यो अब त्यत्रो सिपोटीले पनि कन्भिन्स गरेको क्या दाइ। अब त्यो ए खत्रै छ। अनि त्यो अब त्यस्तो लुरे छ नि त सनम त, तर कस्तो कन्भिन्सिङ एक्टिङ गर्छ नि भन्नाले जन्सनहरूको यताउता गर्यो। हजुरलाई त्यस्तो लाग्छ उहाँहरू वाइड कन्भिन्सिङ? मलाई लाग्छ अब हुन्छ नि कुनै कुनै अब ग्याङ्स्टर टाइपको रोलहरू हुन्छ नि ग्याङ्स्टर मेनली अब त्यस्तोमा अब लुरे छ भने ग्याङ्स्टर त अलि सुहाउँदैन नि त सुहाउँदैन। तर त्यसले राम्रै गर्छ कि पत्याएर मात्रै गरिदिन्छ त्यो मारी हो कि के भन्ने If you are bad, then I'm your dad. डाइरेक्ट त त्यस्तो त्यस्तै हुने कि तिनीहरूको होइन। त्यो मारीमा पनि के छ क्या त्यो बच्चाहरूको पनि मिठाई चोर्दै खाने खालको मिठाई खोज्दै खाने खालको टाइपको क्यारेक्टर छ नि होइन। त्यो भन्नाले मिठाई के अरे नखाने बच्चाहरूलाई पनि ठिस हालिदिने त्यस्तो ब्याड उयो टाइपको छ नि त रमाइलो अब सुत्नु पर्छ क्या आज सुत्नु होला तर कति पछि पुरा आएको गर्दैन आज जस्तो हो भन्नाले कस्तो के भयो है हजुरलाई त्यस्तो भएन हजुरलाई त्यस्तो भएन कस्तो के कुरा गर्ने जस्तो होइन पुरै गर्ने विषय जस्तो के जस्तो कि होइन पहिला त एउटा फिक्स्ड हामीले एउटा टपिक जस्तो राख्थ्यो नि त एउटा सब्जेक्ट हुन्थ्यो नि त फोकल पोइन्ट भनौँ न आज त्यस्तो फोकल पोइन्ट छैन हाम्रो रेकर्डिङ स्टप गरिदेऊ